सुम्निमाको यो मेजमा मम्मीले यता बिहानै हामीलाई यो पहाडको के भन्ने मम्मी अर्ग्यानिक खाना सर। अर्ग्यानिक खाना हो। हजुर हजुर। कसरी बनाउनु भयो मम्मी यो भन्दिनु न त। यसलाई लिँदै पनि छु। हजुर यसलाई चाहिँ के गरेँ भने मैले पहिला यो अर्ग्यानिक खाना खानको लागि चाहिँ पहिला यो चामललाई उमालेर राम्रो पकाएर पिठो ढेँडो ओराल्या अनि सिस्नु तपाईँको सिस्नु फुलहरू भएको राम्रो एकदम हाम्रो स्वास्थ्यले यो अर्ग्यानिक कुराले चाहिँ स्वास्थ्य बनाउँछ भन्ने मलाई लागेको छ। सिस्नु चाहिँ आफ्नै बारीको करेसोमा। अनि बिहानै यस्तो पकाएर दिने जस्तो कहाँबाट चलेको? सर म त 3 चोटि बिन्जेछु आज राति है। 12 बजी बिन्जेछु, 1 बजी बिन्जेछु हैन, अनि 2 बजी बिन्जेको, 3 बजी पनि त्यस्तो नि। मेरो आज छोराले यो अर्ग्यानिक सरलाई पनि ल हाम्रो सूर्य सर पनि आइपुग्नु भएको छ। सर जय प्रेम हजुर। ल सरलाई पनि हामी चलन छ है सर यहाँनिर। सर सर ल हात दिएर आउनु बाबा सूर्य सर आइसिनु ल रामसिंह सर केही बोलिस हजुर? कस्तो छ सर? म एकदम अर्ग्यानिक खाना ल ओके सर हजुर अर्ग्यानिक खाना खाने